हामी चाहिँ आज खेतमा खाजा सुक्खा रोटी र गुन्द्रुक साँधेको खान लागेको। यो रोटी बनाउन चाहिँ मम्मीलाई यति धेरै झन्झट भएको थियो। रोटी बनाउन रोटी बेल्ने पनि थिएन। हेर्नु न, मम्मीले चाहिँ यस्तो राम्रो जुगाड लाएर रोटी बेल्दै हुनुहुन्थ्यो। गाउँघरमा त यस्तै हो, के खान मन लाग्यो भने कहिले यो हुँदैन कहिले त्यो हुँदैन, त्यही पनि यसरी नै काम चलिरहेछ। यो रोटी चाहिँ दिउँसोको खाजा भए पनि दिउँसो बनाउन नभ्याएर हामीले चाहिँ बिहानै बनाएको थियो। हाम्रो चाहिँ खेत अलि टाढा भएर आउने जाने गर्न चाहिँ टाइम लाग्छ। अलि टाइम लाग्ने भएर हाम्रो चाहिँ खेतमा केही काम पर्यो भने हामी एकचोटि घरबाट निस्किसकेपछि त्यो काम सकेसम्म सकाएर मात्र घर फर्किन्छ। मैले चाहिँ रोटी बनाउने बेला रोटी जति नै फुलाउन खोजे पनि रोटी त कहिल्यै फुल्दैन। हुन त आगो नभएर नि होला, हामीले चाहिँ रोटी छिट्टै डढ्छ भनेर आगो सानो पार्दै रोटी बनाएको थियो। त्यही पनि अलिअलि त रोटी डढ्नु नै थियो। अनि अब चाहिँ रोटी बनाइसकेपछि गुन्द्रुक साध्नको लागि हामीले चाहिँ गोलभेडा पनि आगोमा पोलिदिए। अचारको लागि गुन्द्रुक साधेको भिडियो चाहिँ मैले खिच्नै पाइनँ। यो चाहिँ अर्ग्यानिक जुस हो है। यो जुस बनाइसकेपछि खाजा सबै प्याक गरेर म चाहिँ खेततिर लागेँ। आजको लागि चाहिँ यति नै है। बाई बाई।